बाहिरको कम्पनी आएर दोकान खोल्नु पाउने, उहाँहरू यहाँ व्यापार गर्नु पाउने, तर सिक्किममै जन्मेको सिक्किमको मान्छेहरूले वर्षौंदेखि दोकान खोलिरहेको चाहिँ आज लाइसेन्स क्यान्सल गरेर दोकान बन्द गर्दैछ सरकारले। धनी मान्छे ठुलो मान्छेको लागि अलग्गै नियम, गरिबको लागि जसले सिक्किममा साँच्चै उहाँले योगदान दिएको छ कि 80% त्यहाँनिर जति पनि स्पेस छ त्यो अकुपाई भइसक्यो, रेन्टमा गइसक्यो, लिज आउट गरिसकेको छ, दिइसकेको छ वेस्ट पोइन्टको। अनि 80% त्यहाँनिर जाँदाखेरि चाहिँ यहाँ लोकलको नाममा कसैको छैन अरे, जम्मै बाहिरको कम्पनी आएको रहेछ। हिजो अस्ति बजेट भाषणमा सिक्किमका मुख्यमन्त्री महोदयले घोषणा गर्नुभयो कि प्रधानमन्त्री आउनुहुँदैछ 16 मेमा, र त्यति बेला उहाँले माथि मैत्री मञ्जरी तयार गरेको छौँ, त्यसको उद्घाटन भन्ने कुराहरू उहाँले गर्नुभयो। साथसाथै हामीले यहाँ मेगा स्ट्रक्चर्स गान्तोकमा ठुल्ठुलो भवनहरू बनिएको देखिरहेको छौँ। वेस्ट पोइन्टको पनि अहिले त पुरा रिल्सहरू फेसबुकतिर आएकै छ, र त्यो वेस्ट पोइन्ट पनि कम्प्लिट भइसकेको छ, र जम्मै यो प्रोजेक्टहरू कहाँ के हुँदैछ। अहिले मनन भवनको अपोजिटमा पनि त्यहाँ काम चलिरहेको, त्यहाँनिर एक्सकाभेटर लगाइरहेको, त्यो जम्मै देख्दाखेरि आज हामी चाहिँ के काम हुँदै रहेछ भनेर हेर्न आएको। र सर्वप्रथम हामी माथि रिच पार्कमा गयौँ, र रिच पार्कको जुन चाहिँ सौन्दर्य थियो, पुरानो सौन्दर्य थियो, अति नै सुन्दर ठाउँ थियो, र त्यो सबै यो 6 साल एसकेएम सरकारको 6 सालमा सबै बर्बाद भयो। ठुल्ठुलो घरहरू बनियो, रिच पार्कको जुन सौन्दर्य त्यही सक्यो। र सबभन्दा त्यहाँनिर हाम्रो व्हाइट हलको अगाडि जुन चाहिँ फ्लावर सो हुन्थ्यो त्यो अति नै अब हाम्रो सिक्किमको गौरव थियो, नेचुरल फ्लावरहरू त्यहाँनिर हुन्थ्यो। अनि त्यो जम्मै तोडेर त्यही ठाउँमा सरकारले अहिले मैत्री मञ्जरी भनेर 120 करोडमा निर्माण भइरहेको रहेछ। र त्यो सुरु भएको त्यो हामीले गयौँ, केवल 5 महिना मात्रै हुँदैछ, र 5 महिनामा 120 करोडको प्रोजेक्ट सिक्किममा कसरी कम्प्लिट गर्दैछ त्यो हामीले हेर्नु थियो, त्यो देख्यौँ, हेऱ्यौँ। र त्यहाँ जम्मै आर्टिफिसियल कुराहरू निर्माण हुँदैछ, र पहिलाको जुन चाहिँ हाम्रो आफ्नोपन थियो, नेचुरल ब्युटी थियो, जम्मै तोडिएको छ। र हुनु त उहाँले यसलाई विकासको नाम भन्छ, टुरिज्मको लागि काम गरेको भन्छ, तर सिक्किमलाई टुरिज्म सस्टेनेबल राख्नु हो भने हामीले हाम्रो आफ्नोपनलाई, हाम्रो यहाँको जुन चाहिँ सिक्किमको इकोलोजी छ त्यसलाई मेन्टेन गर्नुपर्छ। यो जम्मै तोडेको हामीले देख्यौँ, र त्यो प्रोजेक्टले कोही कन्ट्र्याक्चरलाई फाइदा भयो होला। हामीले त्यो प्रोजेक्टमा सोद्धाखेरि मित्तलको प्रोजेक्ट भनेर भन्दै थियो, अनि मित्तलको प्रोजेक्ट चाहिँ 5 महिनामा पुरा हुने, तर अहिलेसम्म पनि मङ्गनमा 8 वर्ष भयो एउटा हस्पिटल सरकारले बनाउन सकेको छैन। मङ्गनवासीलाई, नर्थ डिस्ट्रिक्टको मान्छेलाई हस्पिटलको सुविधा दिन सकेको छैन सरकारले, र त्यसरी कोही मान्छेलाई खुसी पार्न काम हुँदैछ। त्यसको मुनि आएर हामीले हेऱ्यौँ, र मनन भवनको सदर थानाको अपोजिटमा त्यहाँनिर पनि ठुलो कन्स्ट्रक्सन चल्दै रहेछ। र त्यहाँ जाँदाखेरि त्यहाँ युनिटी मल बनाएको भनेर भन्दैछ, र गान्तोकमा युनिटी मल, त्यहाँ अझै अर्को ठुलो सपिङ कम्प्लेक्स, त्यहाँ के हुन्छ भन्दाखेरि त्यहाँ इन्जिनियर जो साइट इन्जिनियर छ उनलाई पत्तै छैन, न प्रोजेक्ट कस्ट थाहा छ, न प्रोजेक्ट डिजाइन थाहा छ, केही थाहा छैन। र केही पनि थाहा नभइकन चाहिँ डिपार्टमेन्टको इन्जिनियरलाई थाहा छैन प्रोजेक्ट के हुँदैछ भन्ने कुराहरू, यो अचम्मको कुरा हामीले त्यहाँ देख्यौँ। र त्यसले पनि जुन चाहिँ त्यहाँनिर पहिला नेचुरल ब्युटी थियो, रुखपातहरू हरियाली थियो, हाम्रो फ्लोरा एन्ड फन्ना अघि रिच एरिया त्यो पनि बाङबुङ तोडेर त्यहाँनिर पनि कति करोडको थाहा छैन, तर त्यो पनि नाम्चीको एकजना महावीर अग्रवालको काम हो भनेर भन्दै थियो, र उहाँले त्यो काम गरिरहेको छ। त्यही छेउमा पूर्व सरकारले सुरु गरेको ज्ञान मन्दिर, एसियाको सबभन्दा ठुलो लाइब्रेरी बनाउने भनेर त्यति बेला मुख्यमन्त्रीले, उस समयको मुख्यमन्त्री महोदयले भनेर घोषणा गरेको, तर त्यो एबन्डेन रहेछ। त्यहाँनिर कति 100 करोड खर्च गर्यो, त्यो छोड्यो, त्यो पनि जनताको पैसाले बनिएको, र यो वर्तमान सरकारलाई त्यो पुरा गर्नु छैन। उहाँले आफ्नो इन्ट्रेस्टमा चाहिँ अर्को त्यस छेउमा नै आज युनिटी मल भनेर सुरु गरेको छ। त्यसपश्चात हामीले यो वेस्ट पोइन्ट जो पीपीपी मोडमा बनियो, त्यहाँ पहिला साउथ वेस्ट अनि इस्टको गाडीहरू त्यहाँ ट्याक्सीलाई त्यहाँ राखिन्थ्यो, र हाम्रो आम जनतालाई सबैभन्दा सुविधा थियो। त्यहाँबाट गान्तोक अफिसहरू भ्याउनु सजिलो, ट्याक्सीको भाडा लाग्थेन उहाँहरूलाई यहाँनिर सौदा गरेर गान्तोकबाट सौदा गरेर फर्किनु सजिलो थियो। तर त्यो भएको त्यो पहिला जुन चाहिँ पुरानो त्यहाँनिर ट्याक्सी स्ट्यान्ड थियो, स्ट्यान्ड तोड्नु मात्रै कम्पनीलाई 7 करोड पैसा दिएर तोडेर सिक्किमको लागि त्यहाँनिर ट्याक्सी स्ट्यान्ड हुन्छ भनेर भन्दै थियो। तर अहिले हामीले देख्यौँ त्यहाँनिर साउथ वेस्टको ट्याक्सी त एउटै आउनु पाएको छैन, राख्नु पाएको छैन। 2वटा फ्लोर त्यहाँ हामीले जिएमसँग बात गरेर 2वटा फ्लोर चाहिँ सिक्किम गभर्मेन्टलाई या स्मार्ट सिटीलाई ह्यान्डओभर गरेको रहेछ। त्यहाँनिर पनि अहिले पनि त्यो ट्याक्सीहरूले पुरानो जो ट्याक्सीले त्यो स्ट्यान्ड
बनाएर बसेको थियो, उहाँहरूलाई एलाउ गरेको छैन, उहाँलाई दिएको छैन। त्यहाँदेखि 2 तला माथि चाहिँ प्राइभेटकै हो, उहाँहरूको कम्पनीको डेभलपरको रहेछ र उहाँहरूले पेड पार्किङ त्यहाँ सुरु गरेको छ। अर्को अचम्मको कुरा हामीले त्यहाँ जानकारी लियौँ कि 80% त्यहाँनिर जति पनि स्पेस छ त्यो अकुपाई भइसक्यो, रेन्टमा गइसक्यो, लिज आउट गरिसकेको छ, दिइसकेको छ वेस्ट पोइन्टको। अनि 80% त्यहाँनिर जाँदाखेरि चाहिँ यहाँ लोकलको नाममा कसैको छैन अरे, जम्मै बाहिरको कम्पनी आएको रहेछ। बाहिरको कम्पनी आएर दोकान खोल्नु पाउने, उहाँहरू यहाँ व्यापार गर्नु पाउने, तर सिक्किममै जन्मेको सिक्किमको मान्छेहरूले वर्षौंदेखि दोकान खोलिरहेको चाहिँ आज लाइसेन्स क्यान्सल गरेर दोकान बन्द गर्दैछ सरकारले। धनी मान्छे ठुलो मान्छेको लागि अलग्गै नियम, गरिबहरूको लागि जसले सिक्किममा साँच्चै उहाँले योगदान दिएको छ। अझ गाउँमा हाम्रो गरिब मान्छेहरूलाई चाहिँ व्यापारी दाजुभाइले चाहिँ हिजो पैसा नहुँदाखेरि बाँकीमा उहाँले सपोर्ट गरेको छ, धेरै कुरो सपोर्ट गरेको छ। अघि बिहान मात्र म एकजनासँग बात हुँदै थियो, उहाँ म केटाकेटी हुँदाखेरि सानो हुँदाखेरि आमाले लेक्सेप बजारमा लगेर केस काटिदिन्थ्यो अरे। अनि मलाई एकजनाले बिहान फोन गर्नुभयो, त्यही केस काट्ने म सानो केटाकेटी हुँदा मेरो आमाले लगेर त्यही दोकानमा केस काटिदिन्थ्यो, तर केस काट्ने भैयाको दोकान पनि बन्द गरिदिएछ, मलाई दुःख लाग्यो भनेर भन्दै थियो। उहाँहरूलाई न्याय दिने कुरा छैन। त्यस पश्चात आज यहाँनिर हामी खडा छौँ, यहाँनिर स्टार मल हेऱ्यौँ, यहाँनिर यो अहिले नै यो जग्गा दब्बिनु थालिसकेको छ, सिङ्क हुँदैछ, यहाँ अगाडिको रोडहरू दब्बिँदैछ भनेपछि यत्रो ठुलो स्ट्रक्चर्स यहाँनिर निर्माण गर्नु। आज त्यो पुरानो स्ट्रक्चर्स माथि 5 तला थपेको रहेछ, यो 14-15 तला होला, 12-13 तला होला। अहिले कन्स्ट्रक्सन हुँदा नै यो सिङ्क हुँदैछ भने गान्तोकलाई कति थ्रेट छ, कति खतरा छ। त्यसको बाद पुरानो पर एसटिएनएम हस्पिटल जहाँनिर थियो, त्यहाँनिर पनि हामी जाँदाखेरि बोर्ड बाहिर कहीँ लगाइएको छैन, के प्रोजेक्ट हो, कसले गरेको, कति 100 करोडको प्रोजेक्ट हो, को बेनिफिसियरी हो, कहीँ लगाइएको छैन। हामीले सोद्धाखेरि उहाँले भन्छ कि हामीलाई त भनेकै छैन भनेर भन्छ। आज त्यो कम्पनीले भन्दा स्मार्ट सिटीले लाउनु पर्ने, स्मार्ट सिटीले पनि लगाएको छैन। त्यहाँ पनि कञ्चनजङ्घा स्क्वायर बनाएको बनाउँदै रहेछ। इनिसियल स्टेजमा 5 तलाको एप्रुभल दिएछ र त्यहाँ काम रोकेर अहिले 12 तलाको त्यहाँ एप्रुभल भयो भनेर भन्दैछ। त्यहाँनिर पनि जम्मै सपिङ मलहरू भनेपछि ठुल्ठुलो जम्मै कुरो ल्याएर चाहिँ ठुलो सपिङ मलहरू बनाएर यहाँको व्यापारीहरू चाहिँ के गर्ने, यहाँको चल्दै गरेको उहिलेदेखि चल्दै गरेको व्यापारहरू चाहिँ बन्द गर्ने, दोकान बन्द गर्ने। किन भन्दाखेरि बहुत पैसा थापेर बाहिरको मलहरू, बाहिर कम्पनी सरकारले भित्राएको छ र सिक्किमको दोकान जबसम्म बन्द हुँदैन त्यो दोकान चल्दैन भनेर सरकारले यसरी अन्याय गरेको छ र गान्तोक आफू थ्रेडमा छ। आजभन्दा धेरै वर्ष अगाडि आइआइटी बम्बेको एकजना साइन्टिस्टले, प्रोफेसरले रिसर्च गरेर गान्तोक त एभ्री इयर सिङ्क हुँदैछ भनेर उहाँको रिपोर्ट आएको छ। सिस्मिक जोन 4 मा पर्छ। सिस्मिक जोन 4 मा परेको कारणले गर्दाखेरि ठुलो अर्थक्वेक भविष्यमा कहिले आउन सक्छ भने यत्रो ठुलो मेगा स्ट्रक्चर्सले चाहिँ सिक्किमलाई बर्बाद गर्दैछ र गान्तोकलाई बर्बाद गर्दैछ। र यो चाहिँ गान्तोकको हितमा होइन, सिक्किमको हितमा होइन, तर केही ठुल्ठुलो सरदारहरूको हितमा, कन्ट्राक्टरको हितमा कामहरू हुँदैछ। किनभने उहाँहरू सिक्किमका 1-2 जना कन्ट्राक्टर यति साह्रो ठुलो भयो उहाँहरू कि उहाँहरूले 400-500 करोडको प्रोजेक्ट भएन भने उहाँहरूलाई नोक्सान छ। उहाँहरूको सैकडौँ मसिन्सहरू किनेको छ, हजारौं संख्यामा उहाँहरूको इम्प्लोयरहरू छ र इम्प्लोयरलाई, उहाँहरूको मसिन्सलाई चाहिँ टोटल काममा लगाइबस्नु पर्यो। त्यसकारण एउटा प्रोजेक्ट सक्दा नसक्दा मेगा प्रोजेक्ट सिक्किममा अर्को हुँदैछ, तर गाउँघरमा केही काम छैन। सानो प्रोजेक्टको गाउँमा काम गरेको सरदारको पेमेन्ट दिएको छैन र खालि यहाँ ठुलो काम हुँदैछ। र गान्तोकवासीलाई हामी आह्वान गर्न चाहन्छौँ, गान्तोकको विकासको नाममा गान्तोक बर्बाद हुँदैछ। अझ यत्रो ठुल्ठुलो मेगा स्ट्रक्चर्स बनाउँदैछ, यहाँको ड्रेनको पानी कहाँ जाँदैछ, ड्रेनेज सिस्टम ठिक गरेको छैन। अहिले ठुलो पानी जम्मै रोडमा यहाँ पानी बग्छ, मान्छे बगला जस्तो गान्तोक सिटीमा पनि यसरी पानी बग्छ। अहिले हामीले यहाँ मुनि हेऱ्यौँ, पानीको पाइपहरू, मान्छेले पिउँदै गरेको पानीको पाइपहरू ठिक गरेको छैन, झोडाहरूलाई ठिक गरेको छैन भने यो मलहरूले सिक्किमलाई केही फाइदा हुनेवाला छैन। त्यसकारण हामी कन्सर्न छौँ र यो कुरा आज घुमेर हामी फर्स्ट ह्यान्ड इन्फर्मेसन लिएर के चाहिँ एक्ज्याक्ट हो, किनभनेदेखि हामीले पनि आरटिआई गर्यौँ, आरटिआई पनि सही जानकारी दिँदैन सरकारले, आरटिआईसँग सरकार केही मतलब राख्दैन अहिलेको सरकारले। त्यसकारणले गर्दा घुमेको छौँ र यो जम्मै प्रोजेक्टहरू हेर्दाखेरि सिक्किमको हितमा छैन, सिक्किमको लोकल व्यापारीको हितमा यो प्रोजेक्टहरू भएको छैन र यसलाई हामी खण्डन गर्न चाहन्छौँ र यसले भविष्यमा चाहिँ सिक्किमलाई आपत्ति, हामीलाई डिजास्टर बाहेक चाहिँ के फाइदा दिनेवाला छैन। यही कुरा जानकारी लिन हामी आएका हौँ।